ओहो यो बाख्राहरू त भोगाइ होला नि त हो के हो यहाँ घाँस पानी छैन के हो बजार गएर ढिलो भइसक्यो के गर्ने हो र ओहो बिचरा हट्टे भइछन् त हो लो ओहो लो के हो यस्तो अनि अलि कुरो पनि पुगेन क्या हो अलिकति फेरि लिएर आउनुपर्छ क्या हो लो लो अर्कोले पनि ल ल खाना पनि नखाने केही पनि नखाने खै के हो र यस्तो के साह्रो छुट्यो छ यहाँ यसो बजारतिर गएको थिएँ आएर यसो आराम गर्नु पर्यो भने त हुस्सुको लिइरहेको छु त यो आजभोलि गर्मीले पनि छतान छटा खाएन कि आज त कति काम थियो यार बारी खन्नु थियो अब यसो पानी सानी परिसकेको छ मकै सबै छर्नु छ अब नछरिकन त भोलिपर्सि के खाने अब भोलि चाहिँ अब मकै छर्ने ठाउँमा आलु छोलेर भएँ अब यसो समयमा त छर्नु पर्यो के र हेत्तेरी गाँठे बेकार भएछ यार गाह्रो छ यसो अब खेतबारी छर्ने बेला भएको छ अब पल्ला गरेर साइलालाई यसो बाउरे भन्नु पर्ला यसो कहिलेकाहीँ दुःख पिरेमा चाहिने तिनी हुन् उनलाई पर्दा म मलाई पर्दा उनी गर्थे के र अहिले फुटु छोल छैन तिनलाई पनि तिनको पनि गाह्रो छ बिचरा एक्लै छन् तिनी पनि अब गाउँमा त्यही त हो अब छोराछोरीहरू सबै सहरतिर के को गन हो बेटा म त यहाँ बाख्रालाई दाना पानी गरिरहेको छु अनि कता हो कता के हो ए इरेबाङ्गे साइला अब के को गन भन्छौ भाइ अब यसै त हो मेरो त अब कामकाज पुग्दैन अनि उता चाहिँ यसो बारी अब जोत्ने भने हो पानी परेको अनि तिमी पनि बिजी होला यसो आज चाहिँ यसो तिमीलाई बाउरे भनौँ कि भने क्या साइला के छ अब जान मिल्छ मिल्दैन मिल्छ भन मिल्दैन भने त के गर्ने यार अब मर्दा पर्दा चाहिने भने तिमी हामी आउँ के र न तिम्रो अब बुढाबुढी पनि अब अलग अलग छौ अहिले कटा छन् अनि छोराछोरी पनि तिम्रो पनि उस्तै हो मेरो उस्तै त हो नि सबैको आटा लाग्यो दुई ओहो हुन्छ त यसो भए त एकछिन अब कुरो पानी पनि गर्यो के गर्ने र तपाईँले भनिहाल्नु हो जान्दा त के गर्ने भाइ यो बिना परिवार बिना छोरा गाह्रो रहेछ जर्मना यो धेरै लास्टमा दुःख गर्नु पर्यो है नि छोराले पैसा कमाउने आउरे बाउरे चलाएर पनि गर्नु पर्यो त भाइ यही हो त दाइ यही हो भाइ यही हो अब त यो पारेसम्म सबै मेरै हो अब आज दुई भाइले कति सक्यौँ र होइन आज यतिले सुरु गरौँ अब गोरु पनि अरूको भनेको अब गोरु पनि आज दिएनन् आज यसो छेउछाउ त अलिक बनाइबुने गरौँ जङ्गल यसो उ गर भोलि चाहिँ यसो गोरु गराएर दुई भाइले जोतौँला त्यही गर बिउ पनि एउटालाई भनेको छु बिउ पनि रहेछ गर छोराले भुट्यो सब सहरतिर पठाइदियो खाइदियो त्यसले अब माग्छ बेला बेला होइन यतैबाट सब दालहरू यताउता माग्छ खाइरहेछ खै के गरिरहेछ अहिले अनुहार पनि देखिन्न कुन दिन पैसा माग्न त आउला घरमा त्यही बेला जाने छु त्यसलाई खै छोरा नारी यस्ता हुन् ए जङ्गल धेरै भएर गाह्रो छ प्याज पनि नखाने हो क्या दाइ भने भाइ खन्न त अब के गर्ने किन निस्किरहेछ त कहिले काँदा रिस उठ्छ भाइ म त अर्को बिहा गरिदिनु जस्तो लाग्छ होइन अब खै किन बिहा गर्नुहुन्छ र दुःख मर्नु पछाडि गाह्रो हुन्छ के गर्नु भन्दा अब बिहा त नगर्नु भने भयो त अब यसो गरेर सकिला र सडै अरू अब धेरै छैन त्यही 1 करोड जति ब्याङ्कमा छ अब यो बारी अलिअलि जाँगर गरेसम्म गर्छु त्यसपछि त्यही ब्याङ्कको पैसा अलि निकालेर खानु पर्ला त्यो छोरोले पनि उतै भुद्री खाइरोस् त्यो बाट 1 करोडको भन्ने ढाक देखाउने न अनि त्यसपछि म त चाहिन त मै रहेछु नि होइन यत्रो बेरसम्म मैले सघाइरहेको छु दाइ तपाईँलाई अलिकति खै मलाई पनि यहाँ चाहियो नि अलिकति यत्रो जग्गा जीवनमा त अलिकति चाहियो नि सकिन्छ त अब यही साइला थियो अलिकति यसो सुकुटुखोमा चाहिने त्यसलाई पनि ऊ जग्गाको आफ्नो रहेछ अनि बडा खुब खुरु मलाई सहयोग गरे होला भने त जग्गा आफैमा आइरहेको छ यो त होइन अब तँलाई पनि अब यही बेलामा छोरो याद आइरहेको छ अब छोरो आज आइपुग्छ पक्कै त्यसपछि अब तिमीले चाहिँ अब काम गर्न सुरु गर्यो भने कबड्डोले अलि यसो साँझ बिहान खाना दिइरहेको छु झन् अझ जग्गाको आफ्नो गर्दो रहेछ है
होइन दाइ यस्तो होइन कि अब तपाईँको अब ढुकोसम्म आएर घर गरौँ हेराफेर गरौँला यताउति गरौँला भनेर मात्रै हो त्यो त्यस्तो मैले त्यस्तो लिन खोजेको पनि होइन अब के दुःखसुखमा तपाईँ हामी नजिकको भएर पो गर्न खोज्यो हो होइन अब मजाक मार्दै भइहाल्छ नि है कसको घर हो ए मेरो घर यस्तो बनाएको नि बाउले घर पनि आइयो के रहेछ बाउ गाजु हो बाउ छोरा आइसक्यो कता छ बाउ ए बाउ छोरा आइपुगेस् म यता छु बारीतिर छु अनि बल्ल बल्ल आज आइयो होला छैन लफङ्गा कहाँ दुलिस अब ठ्याक्क के भयो गोजीको पैसा रित्यो कि के भएर यतातिर आछस् म यतातिर छु ए तल बारी खेत बारीतिर रहेछ त्यही जान्छु पखत्छु म त्यही आउँछु त्यही आउँछु के आउँछु No, 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 no. तल बारीमा जान्छु म यो साइला काकाको घर होइन यो बच्चा कता छन् ए साइला आए तिम्रो छोरा आयो छोरा आयो अब छोरा अब बारी त खन्ने हो नि अब पानी परिरहेछ माथिबाट अनि आजदेखि तपाईँहरूको कोन भन्नु ए मलाई अङ्गल बजार लिएर साइला ल्याएको छु त अनि अब छोराहरू यो साइलो छोराको हारा यस्तो छ अब पानी परिरहेछ अब बारीमा जोड्न आ भनेर बोलाएको के भन्छ काम गर्ने हरायो भन्छ अनि काम नगरिकन कहाँबाट खाना आउँछ हामीलाई अब दुःख गर्न पर्दैन क्या तपाईँले दुःख गर्न पर्दैन होइन अब तपाईँले के भयो भन्दाखेरि यसो सहरतिर त्यो फेसबुकमा यसो लिङ्क आयो ओहो के को लिङ्क रहेछ भनेर खिचेको अब एक दिनमा 50,000 कमाउने त्यहाँ गएर गेम खेलेको लास्टमा त्यो अस्ति हालेको बैङ्कको पैसा सबै जान्छ हुटियाएर खुब राम्रो काम गर्यो भने त यस्तो काम गरेर मरेछ